दिल्लीको एक सामान्य जाडोको बिहान थियो। यस्तो बिहान जसले हावामा मात्र होइन हृदयमा पनि चिसोपन बोकेको थियो। म काठमाडौँ जाने उडानमा थिएँ, थाकेका आँखाहरू लिएर, तर शान्त मनसहित। मलाई थाहा थिएन त्यो उडानमा केही सिट पर बसिरहेकी एउटी अपरिचित युवतीले मेरो जीवनको कथा नै मोडिदिनेछ भनेर। मेरो पहिलो झल्कोमा उनी सिट बेल्ट बाँध्दै थिइन्। उनको चाल ढालमा एक किसिमको शान्त सौन्दर्य थियो, बिल्कुल देवकोटाको कवितामा वर्णन गरिए जस्तै। सामान्य पहेँलो सलमा कपाल फोक्का बाँधिएको र ती आँखाहरू गहिरा र नपढिएका जस्तै लाग्थ्यो। तर मलाई सबैभन्दा बढी त आकर्षित गर्यो उनको हातमा रहेको किताबले। एक नेपाली पुस्तक, हृदय, डाक्टर भगवान कोइरालाद्वारा लिखित। त्यो किताबले उनलाई काठमाडौँसँग, घरसँग अनि कुनै हराइरहेको भावनासँग बाँधिरहेको जस्तो लाग्थ्यो। उनको नाम मलाई थाहा थिएन, तर मेरो मनले उनलाई नाम दियो, अनैया। अनैया, जो बिना सोध खोज आइन् र बिना कारण मनमा बसिन्। उनले केही बोलिनन्, बस त्यो किताबका पानाहरू पल्टाइरहन् र कहिलेकाहीँ झ्यालबाट बादल हेर्दै थिइन् अनि घरिघरि निहुरिँदा आफूतिर लत्रिएको कपाल कानमा सिउरिन्थिन्। हाय, कति प्यारी थिइन् उनी। म चाहिँ उनको तर्फ हेर्दै मनमनै मुस्कुराइरहेको थिएँ। न मलाई उनको बारेमा केही थाहा थियो, न उनलाई मेरो बारेमा। तर भाग्यले कहिलेकाहीँ चिन्जानको आवश्यकता पर्दैन र त्यही पल मेरो र अनैयाको कथा सुरु भयो। हामी काठमाडौँ ल्यान्ड भयौँ। ब्यागेज क्लेम एरियामा रौन्जेलमा उसलाई फलो गरिरहेको नै थिएँ। अचानक मेरो फोन बज्यो। म फोनमा व्यस्त भएँ। फोन कल सकेर झलास बिउजिँदासम्म त अनैया त्यहाँबाट बिलाइ भइसकेकी थिइन्। मलाई त्यस अघि नै उनीसँग गएर नबोलेकोमा पछुतो भइरह्यो। काठमाडौँको त्यो कोलाहल भिडभाड, सायद अब म उनलाई कहिले भेटाउँदिनँ होला। म ब्यागेज लिएर निराश हुँदै एक्जिट भएँ। त्यसको केही दिनसम्म मलाई उनको झझल्को आइरह्यो। कसैलाई देख्दा पनि म उनैलाई कल्पना गर्थेँ। मलाई लभ एट फर्स्ट साइट भएको थियो, त्यो पनि अति नै। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएकी उनलाई अब म कसरी खोजौँ? न नाम न ठेगाना। तर म उनको तृप्तिमा डुबेको थिएँ। मैले मनमनै ब्रह्माण्डसँग प्रार्थना गरेँ, हे ब्रह्माण्ड, अनैयासँग कसैले कनेक्सन गरिदिन सक्छ भने त्यो सिर्फ तिमी नै हो। मलाई कहाँबाट हुन्छ, कसरी हुन्छ, उनको सामिप्यतामा पुर्याइदेऊ। करिब एक हप्तापछि बसन्तपुरमा एउटा क्याफे रहेछ, निर्वाणा क्याफे। साथी श्याम र म बेलुका करिब 5 बजेतिर त्यही क्याफेमा गयौँ। क्याफेबाट भित्र छिर्ने बित्तिकै लेफ्ट साइडमा 2वटा टेबल खाली रहेछ। हामी त्यहीँ गएर बस्यौँ। एउटा चाहिँ भर्खर मात्र खाली भएको। त्यही भर्खर मात्र खाली भएको टेबलमा टक्क अडिएर बसेको थियो हृदय नामको किताब। म झल्यास्स भएँ। हतार हतार त्यस टेबलतिर लम्किएँ र झ्याप्पै किताब समाएँ अनि हतार हतार बाहिर दौडेँ। मलाई 100% विश्वास थियो कि त्यो किताब अनैयाको थियो र अनैया त्यहीँ कतै हुनुपर्थ्यो। उनले त्यो किताब त्यहीँ क्याफेमा बिर्सिएको हुनुपर्छ। बसन्तपुर वरिपरि करिब 15-20 मिनट भौतारिएँ। पसलसम्म पनि पुगेर हेरेँ, तर कहीँ कतै भेटिनँ। म लखतरान भएर त्यही क्याफेमा फर्किएँ। फर्किँदा साथी श्याम कफी पिइरहेको थियो। मलाई देख्ने बित्तिकै बोल्यो, त पागल भइस है, किन दौडिएको बाहिर एक्कासी? ह्या छोड्न यार, एक मिनटले मात्र मिस भयो कि ब्रह्माण्डले मेरो पुकार त सुनेको हो। ओ माई गड, के भयो तँलाई? कसको किताब हो यो? यत्तिकैमा वेटर आइपुग्यो र भन्यो, एक्सक्युज मी सर, यो किताब हाम्रो निर्वाणा मिसले बिर्सेर जानुभएछ। उहाँले फोन गरेर राखिदिनु भन्नुभएको छ। यो किताब अनैयाको हो, राइट? म बोलेँ, अनैया? को अनैया? निर्वाणा मिसको हो सर, बुझ्नुहोस् न, खै बुक दिनुहोस्। वेटरले बुक लिएर गयो। म एकछिन त टुवाल्ल परेँ। त्यसपछि बसेर मैले श्यामलाई दिल्ली फ्लाइटको पूर्ण कहानी सुनाएँ। ऊ मेरो कहानी सुनेर भन्दै थियो, आकाशमा उडेका मान्छेको पछि लागेर पनि हुन्छ त सर, प्रेम त जमिनमा पो गर्नु पर्यो त। त्यो दिन हामी कफी पिएर घर फर्क्यौँ। त्यो रात मलाई निन्द्रै परेन। कुन बेला उज्यालो होला र म बसन्तपुर पुगाउँला चाहिँ भयो। भोलिपल्ट म 3 बजे नै निर्वाणा क्याफे बसन्तपुर पुगेँ र एउटा कुनामा एक्लै कफी पिएर बसिरहेँ। कफी मेरो बाना मात्र थियो। भित्री रूपमा म कसैको जासुसी गरिरहेको थिएँ। हेर्दा हेर्दै 4-4:30 बज्यो, तर अनैया देखा परिनन्। म वासरुम गएँ। करिब 10 मिनटपछि वासरुमबाट फर्काउँदा मेरो टेबलको छेउमा कफीको चुस्कीसँगै किताबका पानाहरू पल्टाइरहेकी थिइन् उनी। म एकछिन अत्तालिएँ, सोच्न सकिनँ कहाँ जाउँ, के गरौँ भयो।
म टोटल नर्भस भएँ। मेरा गाला र कान टमाटर जत्तिकै राता भए। मुटुमा बजेको ढ्याङ्ग्रो बसन्तपुरबाट बाग बजारसम्म सुनिरहेको थियो। तर मलाई मौका गुमाउन मन लागेन। काँप्दै भए पनि नजिकै गएर मुख फोडेँ। एक्सक्युज मी। उनी फनक्क मतिर फर्किन् र एक टकले हेरिरहन् र बोलिन्, मलाई भन्नुभएको? हजुर, तपाईँलाई भनेको। म नर्भस भएर फतक्कै गलिसकेको थिएँ। यति नर्भस फिल त मलाई कहिल्यै भएको थिएन। म आफैले आफैलाई इन्सेक्युरिटी फिल गरिरहेको थिएँ। केही बेरपछि उनी बोले, हजुर भन्नुहोस्। मैले सिधै सोध्न पुगेछु, हजुर डक्टर पढ्दै हुनुहुन्छ? होइन, म डक्टरले लेखेको किताब पढ्दैछु। किन सोध्नुभयो? उनले हाँस्दै जवाफ दिइन्। मलाई यति लाज लाग्यो कि यो कस्तो प्रश्न गरेँ मैले। डक्टरको किताब पढ्दै हुनुहुन्छ त्यसैले सोधेको। मैले एउटा रिप्लाई गरेँ, ए तपाईँ पनि रिडिङ गर्नुहुन्छ जस्तो छ नि, बस्नुहोस् न। उनले इसाराले उनी अघिल्तिरको खाली कुर्सी देखाउँदै बोलिन्। मेरो लागि सुनमा सुगन्ध चाहिँ भयो। नर्भसनेसले डल्स जस्तै फिल भइरहेको थियो। उनले बस्न अनुरोध गरिन्, त्यो पनि त्यति मिठो स्वरमा। म यति आज्ञाकारी भएर बसेँ कि बस्न मात्रै भ्याएको थिएँ। एउटा कफी मगाउँछु है हजुरको लागि, यति भनेर वेटरसँग कफी मगाइन्। मलाई एकछिन त सपना जस्तो लागिरहेको थियो। यति राम्रो रेस्पोन्स पाउँछु होला भनेर मैले सोचेकै थिइनँ। उनी त मसँग एकदमै फ्रेन्डली भएर बोलिरहेकी थिइन्, मानौ हाम्रो पहिल्यै चिनजान भइसकेको थियो। मेरो हातमा कफी आइसकेको थियो र म केही कम्फर्टेबल फिल गरिरहेको थिएँ। मैले केही सहजता महसुस गरेपछि सोधेँ, हजुरको नाम? हाई, आई एम निर्वाणा। उनले हात अघि बढाइन्। मैले पनि हात अगाडि बढाउन लागेको थिएँ, तर उनले चञ्चले हुँदै बोलिन्, बाइ द वे म चिन्छु हजुरलाई। हजुर डक्टर शशाङ्क राइट? यस, बट हाउ डु यु नो मी? मैले सरप्राइज हुँदै सोधेँ। मैले हजुरलाई फर द फर्स्ट टाइम दिल्ली एयरपोर्टमा सिपिआर गर्दै गरेको देखेको थिएँ। डु यु रिमेम्बर एट दिल्ली एयरपोर्ट नियर गेट नम्बर 36 टर्मिनल 2 the departure terminal for Frankfurt, Germany? I saw you performing CPR on a person who had a cardiac arrest. You saved his life. I was so proud of you at that moment. I wanted to hug you, but I was too late for my flight, so it was not possible. Okay, I remember. Okay, feeling surprised and feeling happy as well. कि हजुर मलाई पहिले चिन्नुहुन्छ? प्लिज मलाई हजुर नभन्नुहोस्। You can just call me निर्वाणा. ओके निर्वाणा, इट्स फाइन। तिमी यो क्याफेमा रेगुलर आउँछौ? आई गेस यो बुक तिमीले हिजो यहीँ छोडेर गएको थियौ राइट? शशाङ्कजी, यो क्याफे नै मेरो हो। वाट? यस, आई एम द ओनर अफ दिस क्याफे। ओ, आई गट इट नाउ। निर्वाणा क्याफे एन्ड तिम्रो नाम पनि निर्वाणा। ओके। निर्वाणा काठमाडौँको एक इमर्जिङ एन्टरप्रेनर रहेछन्। उनको निर्वाणा क्याफे काठमाडौँमा मात्रै 3 ठाउँमा रहेछ। त्यस दिन केही औपचारिक कुरा गरेर हामी छुट्यौँ। उनलाई कस्तो भयो थाहा भएन, तर मलाई भने उनको यादले सताइरह्यो। त्यसपछि 2 हप्तासम्म उनीसँग भेट भएन। भलै उनले नम्बर, इन्स्टा आइडी दिएकी थिइन्, तर मलाई पहिले कन्ट्याक्ट गर्न आँटै आएन। एक दिन अचानक मलाई रोसिकाको म्यासेज आयो। रोसिका मेरो कलेज पढ्दाको साथी थिइन्। के हो, कसैले डाक्टर साहबको निकै प्रशंसा गरिरहेका थिए। रोसिकाको यो म्यासेज देखेर सुरुमा त मैले केही नै बुझिनँ, तर पछि रोसिकाले डिटेल भनेपछि थाहा भयो उसले निर्वाणाको कुरा गरेकी रहेछन्। निर्वाणाले मेरो बारेमा कुरा गरेकी रहेछन् रोसिकासँग, र फर्चुनेटली रोसिका र निर्वाणाको दोस्ती पो रहेछ। एक दिन मलाई कता कता उकुस मुकुस भएर आयो। अझ रोसिकाले मलाई त्यो कुरा सुनाएदेखि मलाई निर्वाणासँग भेट्न मन थियो, कुरा गर्न मन थियो, तर डिएम गर्ने र कल गर्ने हिम्मत जुटाउन सकिरहेको थिइनँ। तर आज निकै गाह्रो भइरहेको थियो। एक मनले उनलाई टेक्स्ट गरौँ भइरहेको थियो, अर्को मनले एकपटक मात्र भेट भएको मान्छेसँग के भनेर बोलाउँ फेरि। नराम्रो पो सोच लागि फेरि। मेरा 2 मनहरू युद्ध गरिरहेका थिए, तर जित्न कसैले सकिरहेका थिएनन्। तर केही छिनपछि एकाएक मलाई आँट र हिम्मत आयो। मैले मोबाइल उठाएँ, इन्स्टा खोलेँ र उनको इनबक्समा गएर टाइपिङ स्टार्ट गरेँ। हाई डियर, भेरी गुड मर्निङ। इट्स बिन 4 weeks since we met. That cafe moment is still fresh in my heart. Honestly, I have been missing you a lot. I hope this message brings a little smile to your face. मेसेज त लेखेँ, तर खै सेन्ड बटन क्लिक गर्न हात काँपिरहेको थियो। सकिनँ मैले। खै अचानक के भयो, मैले सबै टेक्स्ट डिलिट गरेँ र नुहाउन पसेँ। नुहाउँदै गर्दा मनमा अनेक थरी कुरा खेलिरहेका थिए। खासमा मनमा कुरा खेल्यो भने बाथिङ थेरापी गर्छु, तर खै आज थेरापीमै मन शान्त थिएन।
फाइनल्ली म फ्रेस भएर बाहिर निक्लेँ। मोबाइल ओपन गरेर हेर्दा त्यो 20 मिनटभित्रमा मेरो जीवन परिवर्तन गर्ने 2वटा घटना घटिसकेका रहेछन्। मोबाइलमा 2वटा नोटिफिकेसन थियो, एउटा इमेलको र अर्को इन्स्टाको। मैले सबैभन्दा पहिले इमेल ओपन गरेँ एन्ड आई वाज सो ह्याप्पी किनकि मेरो प्रोजेक्ट अप्रुभ भएको रहेछ। आई गट इमेल विथ ट्राभल इन्सुरेन्स, ट्राभल टिकट, एभ्रिथिङ वाज एट्याच्ड। नेक्स्ट विक मेरो स्पेनको फ्लाइट फिक्स थियो। एन्ड देन मैले इन्स्टाको नोटिफिकेसन ओपन गरेँ, त्यो मेसेजको थियो एन्ड द्याट मेसेज वाज फ्रम निर्वाणा। जब यस ब्रह्माण्डले मेरो कुरा सुने नि तब कम्प्लिटली सुनेछन्। द्याट वाज द नाइस कनेक्सन विथ दिस युनिभर्स। किनकि जुन मेसेज मैले निर्वाणाको लागि लेखेर डिलिट गरेको थिएँ, अलमोस्ट सेम कपी पेस्ट मेसेज मलाई निर्वाणाबाट प्राप्त भयो। एकछिन त म झुक्किएँ कि मेसेज मैले सेन्ड गरेको हो कि उनले गरेको भनेर। लेखिएको थियो, हाई डियर, आई एम निर्वाणा, आई होप यु आर डुइङ ग्रेट, इट्स बिन 4 weeks सिन्स वी मेट, द्याट क्याफे मोमेन्ट इज स्टिल फ्रेस इन माई हार्ट, अनेस्टली आई हेभ बिन मिसिङ यु अलट, आई होप दिस मेसेज ब्रिङ्स अ लिटल स्माइल टु यर फेस। यो मेसेजले मलाई लिटल स्माइल मात्र होइन, ब्रह्माण्ड नै जितेको महसुस भइरहेको थियो। मनमनै मैले प्रे गरेँ, थ्याङ्क यू युनिभर्स। त्यसपछि त के थियो र, मैले निर्वाणासँग दित मरुन्जेल कुरा गरेँ, मेरो प्रोजेक्ट कुराहरू सेयर गरेँ र नेक्स्ट फ्राइडे मेरो स्पेनको फ्लाइटको बारेमा पनि भने। यो कुरा सुनेर उनले मसँग एज सुन एज भेट्न भन्नुभएको बताइन्, तर मेरो धेरै काम बाँकी भएको हुनाले मैले उनलाई तुरुन्तै भेट्न सकिनँ। फाइनल्ली हाम्रो फ्राइडे बिहान 10 बजे नयाँ बानेश्वरमा भेट्ने कुरा भयो। म फटाफट आफ्नो काम सक्न डेडिकेटेड भएँ। छिट्टै काम सकेको खण्डमा म निर्माणालाई भेट्न आतुर थिएँ। म केही दिन आउट अफ भ्याली पनि जानुपर्ने भयो, त्यसैले मेरो काम अन्तिम दिनसम्मै लम्बियो। फाइनली फ्राइडे, आज निर्वाणालाई भेट्ने दिन। मेरो फ्लाइट बेलुका 6 बजेको थियो। मेरो लगेज सबै मैले गाडीबाट एयरपोर्ट पठाएँ। निर्वाणा र मैले सँगै ब्रेकफास्ट गर्ने कुरा भएको थियो आज, त्यसैले म बिहानै तयार भएर बानेश्वरतर्फ लाग्ने तर्खरमा थिएँ। यसै बिचमा कताबाट मोबाइलमा इन्स्टाग्राम खुलेछ। इन्स्टा खुल्ने बित्तिकै झलक्क देखा पर्यो निर्वाणाको आर्काइभ स्टोरी। सुरुमा त पत्यानै लागेन, त्यही पनि मन अमिलो पार्दै खोलेर हेरेँ। निर्वाणाको अर्को केटासँगको फोटो रहेछ र क्याप्सन लेखिएको थियो, आई मिसिङ यु सो मच, #लभ। मलाई चिट पसिना आयो, मन असाध्यै पोल्यो। सायद मैले धेरै आशा गरेछु उनीबाट। अब मलाई उनलाई भेट्न नयाँ बानेश्वर जानै मन लागेन। मलाई स्पेन पनि जान मन लागेन। म ब्रोक भएँ, मन साह्रै रोयो, साह्रै दुधारमा परेँ। यता निर्वाणाको भने मेसेज आइरहेको थियो। मैले केही सोच्न सकिनँ। मैले मोबाइल अफ गरेँ र सोफामा गएर पल्टिएँ।
है।